जेनजी समूहमाथि गृहमन्त्री सुदन गुरुङको कडा चेतावनी। हाम्रा रगत र बलिदानमाथि राजनीति नगर्नु। आन्दोलनमा नआएका मान्छे सडकमा उभिन सुहाउँदैन। हाम्रो गाउँमा जसरी 3-4 जना यो राजनीति गर्न खोज्ने जेनजीहरू छन् नि, हैन? चेतावनी दिन चाहन्छु। हाम्रो रगतमाथि, हाम्रो बलिदानमाथि जो आन्दोलनमै नआएको मान्छेहरू छ, रोडमा उभिने उहाँहरू। गृहमन्त्री सुदन गुरुङले सरकारको विरोध गर्दै आएका जेनजी समूहका युवाहरूमाथि कडा र आक्रामक चेतावनी दिएका छन्। जेनजी घाइते नेपालको कार्यालय स्थापनापछि बिहिबार आयोजित विशेष कार्यक्रममा गृहमन्त्री सुदन गुरुङले सरकार विरोधी युवा समूहमाथि चेतावनीको भाषा प्रयोग गरेका छन्। विशेष गरी भदौ 23 र 24 गतेको आन्दोलनमा सहभागी नभएका व्यक्तिहरूलाई लक्षित गर्दै मन्त्री गुरुङले उनीहरूलाई सडकमा उभिएर विरोध गर्ने नैतिक अधिकार नभएको दाबी गरेका छन्। जेनजी समूहका केही युवाहरूले पछिल्लो समय सरकारका कदमहरूको निरन्तर विरोध गर्दै आएका छन्। यही पृष्ठभूमिमा कार्यक्रममा बोल्दै गृहमन्त्री गुरुङले जेनजी हुनु भनेको केवल उमेरको आधारमा पाइने सुविधा नभएको बताएका छन्। उनको भनाइ थियो, उमेर समूह भनेको प्रिभिलेज होइन, इरादा हो। जेनजीको नियत के छ त्यो पनि हेर्नुपर्छ। देशप्रतिको माया के छ, योगदान के छ, जसरी आन्दोलनमा आएको थियो कि थिएन त्यो पनि पहिचान गर्नुपर्छ। उसले मात्र ठाडो शिर गर्न पाउँछ। मन्त्रीले कडा शैलीमा चेतावनी दिँदा कार्यक्रममा उपस्थित सहभागीहरूले ताली बजाएर समर्थन जनाएका थिए। गृहमन्त्री गुरुङले आफू स्वयं जेनजी आन्दोलनको प्रतिनिधित्व गरेर आएको दाबी गर्दै आफू दिनरात जेनजी र घाइतेको पक्षमा खटिरहेको प्रष्टीकरण दिए। उनका अनुसार आन्दोलनमा रगत र बलिदान दिनेहरूको साटो आन्दोलनमै नआएका मान्छेहरूले अहिले सडकमा आएर राजनीति गर्न खोजेको आरोप लगाएका छन्। आन्दोलनमा प्रत्यक्ष योगदान दिएका र पछिल्लो समय सरकारको विरोधमा उत्रिएका युवा समूह बीचको यो तनावले नयाँ मोड लिएको छ। एकातिर सरकारको बचाउ गर्दै गृहमन्त्रीको यो आक्रामक अभिव्यक्ति आएको छ भने अर्कातिर विरोधी युवा समूहले यसलाई कसरी लिन्छन् त्यो हेर्न बाँकी नै छ। यस्तै रोचक भिडियो र तथ्य समाचारका लागि हामीलाई फलो तथा सब्स्क्राइब गर्न नभुल्नुहोला।